तपाईको वचन अनुसार म फेरि जाल हाल्नेछु। त्यसपछि सिमोन पत्रुसले तिर गएर जब जाल हान्यो, त्यसपछि त्यो जालहरू फाटिन थाल्यो। माछाहरू यति त्यहाँ जम्मा भए, उनीहरूले यति माछा थुप्रे कि उनीहरूको डुङ्गा नै पल्टिन थाले। त्यसपछि साथीहरूलाई मार्न थाले। यो पदबाट तपाईँले के बुझ्नुपर्छ भन्दाखेरि, जब हामी आफ्नै कोसिस गर्छौँ, हामी आफै कोसिस गर्छौँ, त्यहाँनिर सफलता नहुन सक्छ। त्यहाँनिर सफलता चाहिँ हामीले पाइरहेको हुँदैन। आफ्नो बल लगाएर, आफ्नो बुद्धि लगाएर हामी जति कोसिस गरे पनि त्यहाँनिर सफलता त्यहाँनिर पाउँदैन। जब सिमोन पत्रुसले पनि रातभरि त्यही ठाउँमा जाल हानेको थियो, जब परमेश्वरको वचन उसमाथि आयो, जब यीशु ख्रीष्टले बोल्नु भयो, अलिक परतिर गएर जाल हान्यो। जब यीशु ख्रीष्टको वचनमा आधारित विश्वास गरेर उसले जाल हान्यो, त्यसपछि उसको डुङ्गाहरू चाहिँ पल्टिनै लाग्ने गरी, है डुङ्गाहरू भरे गरी, जालहरू च्यातिनै लाग्ने गरी उनीहरूले माछा पक्रेको छ त्यहाँनिर। आज यो वचनलाई तपाईँले विश्वास गर्नुहोस्। तपाईँले गर्दै गरेको क्षेत्रमा, तपाईँले कार्य गरिरहेको क्षेत्रमा, तपाईँ आफ्नै व्यक्तिगत बल र बुद्धिले तपाईँले काम गर्दै हुनुहुन्छ, त्यहाँ सफलता छैन भनेदेखि एकचोटि परमेश्वरलाई सम्झिनुहोस्। प्रभुको योजनालाई, प्रभुको वचनलाई, प्रभुको समयलाई तपाईँले पर्खिनुहोस्। जब तपाईँले प्रभुको वचनलाई पर्खिनुहुन्छ, जब तपाईँले प्रभुको योजनालाई, प्रभुको वचनलाई हृदयमा लिएर विश्वासका साथ तपाईँले त्यो कार्यहरू